हेलो गाइज, वेलकम टु आवर सेकेन्ड भिडियो। र आज चाहिँ हामी रेडी भएर सामान किन्नका लागि भने बजार जाँदैछौँ। र बजारमा हामीले सामान के किन्छौँ भन्ने थाहा पाउनको लागि हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यस भिडियोको अन्तिममा हामीले सामान कतिको किन्यौँ र हामीसँग कति पैसा खर्च बाँचेको छ भन्ने जानकारी दिने नै छु। त्यति जेलसम्म हजुरहरूले भिडियो स्किप नगरिकन हेरिदिनु होला। पहिलो सपिङ हो, हाम्रो ड्रिम प्रोजेक्ट हाम्रो फुड ट्रकको लागि हो। र यसका लागि हामी आज पहिलोचोटि सामान किन्नका लागि न्यू रोड जाँदैछौँ। न्यू रोडमा गएर हामीले सामान के किन्यौँ भन्ने जानकारीका लागि हजुरहरू भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामी जाँदै गर्दा बाटोमा पानी परेको थियो र पानीले गर्दा अलिकति हामीलाई ढिलो भयो। शहीद गेटको बाटो हुँदै हामी सुन्दाराको बाटोबाट न्यू रोडतिर लाग्यौँ। त्यता चाहिँ पानी परेको थिएन र मौसमले पनि हामीलाई साथ दिइरहेको थियो। हामीले न्यू रोडमा 2-3वटा दोकानमा सामान खोज्यौँ र कहीँ पनि हामीलाई सामान खोजे जस्तो पाएको थिएनौँ। र त्यसै बिचमा खोज्दै जाँदा सगरमाथा मोबाइल एन्ड एसेसरिज पसलमा हामीलाई खोजिएको सामान पायौँ र हामीले त्यहाँबाट माइक र क्यामेरा स्ट्यान्ड किन्यौँ। र त्यहाँका दाइ रमाइलो हुनुहुँदो रहेछ र उहाँलाई हामीले हाम्रो च्यानलको बारेमा भन्यौँ र उहाँलाई सब्सक्राइब गर्न लाएर हामीले त्यहाँबाट बिदा लियौँ। र दाइले सपोर्ट गरिदिनु भएको छ, सामान लिएर आउँदाखेरि लिइदिन्छु भन्नुभएको छ। हामी अरू सामान खोजीका लागि हामी त्यहाँबाट बिजुली बजारतर्फ लाग्यौँ। बिजुली बजारमा 2-4वटा दोकान खोजिसकेपछि हामीले भने जस्तो सामान चाहिँ मिक्सर र ग्राइन्डर भएको सामान दाइले हामीलाई मिक्सर चलाएर पनि देखाइदिनु भएको थियो। सामान किनिसकेपछि हामीले प्याक गरेर दाइलाई पनि सब्सक्राइब गर्न लाएर हामीले जुस मिक्सर ग्राइन्डर भएको जग र एउटा थर्मस बोकेर हामी त्यहाँबाट बिदा भयौँ। र पानी पर लागेको भएर हामी सिधै घरतर्फ लाग्यौँ। हाम्रो पहिलो दिनको सपिङ सकेर हामी घर फर्किँदैछौँ। हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर सेयर र लाइक गर्न र हाम्रो च्यानललाई फलो गर्न नबिर्सिनु होला। यो रह्यो हाम्रो आजको सपिङ। हामीले आज के सामान किन्यो हजुरहरूले भिडियोमा हेरिहाल्नु भएको छ। र हाम्रो टोटल बिजनेसको फन्ड भनेको 20,000 हो र हामीले फन्ड रेज गर्न खोजेको भनेको 10 लाख रुपिस हो 99 डेजमा। र हामीले कसरी फन्ड रेज गर्छौँ भन्ने जानकारीको लागि हजुरहरूले हाम्रो पेजलाई र हाम्रो युट्युबलाई सब्सक्राइब गरिदिनु होला। र हाम्रो बाँकी रहेको भनेको अबको स्टिकर र टेबल स्टिकर र हाम्रो फ्लेक्स रहेको छ। टेबल अर्डर भइसकिसकेको छ र हाम्रो अब बाँकी रहेको भनेको ग्लासको स्याम्पल आउनु बाँकी छ। ग्लासको स्याम्पल आइसकिसकेपछि भनेको हाम्रो लगभग ग्लासको पनि अर्डर सकिन्छ। र वी आर प्लानिङ टु गो इन मार्केट फ्रम 1st of दिस सन्डे। अनि त्यस पछाडि हजुरहरूको साथ सपोर्ट पनि हाम्रो यो सपना चाहिँ अधुरो रहन्छ। सो हजुरहरूले साथ सपोर्ट गरिदिनु होला। हजुरहरूले हाम्रो फेसबुकलाई फलो गरेर हाम्रो सेयर सब्सक्राइब गरिदिनु होला। र हजुरहरूको केही फिडब्याक सजेसन छ भने पनि कृपया दिनु होला। सो त्यसले चाहिँ हामीलाई अझै इम्प्रुभमेन्टको पार्टहरूमा यदि हामीले गर्न सक्ने कामहरूमा चाहिँ हामीलाई सजिलो हुन्छ। सो हाम्रो पेजलाई लाइक कमेन्ट गरिदिनु होला। हस्, थ्याङ्क यू। सी यु इन थर्ड एपिसोड।